आज म हजुरहरू सामु सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको सानो प्रतिवेदन लिएर उपस्थित भएको छु है त। अध्ययनको समुदायमा प्रभाव पर्ने बारे र त्यसमा विषय सूची 8वटा बनाएका छौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ समूहमा गरेको थियो है त। यसको सामान्य परिचय लिएका छौँ सामाजिक अध्ययनको। यसले कसरी सघाउ पुर्याउँछ त र उद्देश्यहरू, सामाजिक अध्ययनका उद्देश्यहरू के हुन् त, दुईटा लेखेका छौँ। र अध्ययनको विधि, अध्ययनको क्षेत्र, समुदायमा अध्ययनको प्रभाव बन्यो, तथ्याङ्क शोध गऱ्यौँ, द्वितीय अनि प्राथमिक गरेर अथवा प्राथमिक द्वितीय तथ्याङ्क सङ्कलन गर्दा कति पुरुष कति महिला, सकारात्मक नकारात्मक असर, शिक्षा आर्थिक सामाजिक एकतामा को स्तम्भ चित्र नै बनाएका छौँ। तथ्याङ्क सङ्कलन गरेर हामीले बनाएका छौँ है त यो स्तम्भ चित्रहरू र छोटो मिठो व्याख्या गरेका छौँ तल स्तम्भ चित्रको बारेमा। त्यसै गरी सामाजिकीकरणको प्रक्रियामा सहयोग पुर्याएको कतिजना अनि गरिबी अशिक्षित जाति विभाजन विषय पहिचान गर्न मिल्ने र अध्ययनरत यसरी नै समुदायमा अध्ययनको प्रभाव परेको कति छ छैन भन्ने तथ्याङ्कको विश्लेषण व्याख्या है त ल। त्यस पछाडि हामीले सबै ती बाकसमा लेखेका कुराहरूलाई पत्ता लागेको कुरा भनेर 7वटा बुँदामा लेखेका छौँ। त्यही अघि कुरा हो र अन्त्यमा निष्कर्ष। समुदायको अध्ययन प्रभाव कतिले छ भने कतिले छैनन् भने तिनीहरूको भोकाइ कस्तो हो त, कतिको असर परेको महसुस गरेका छन् भन्ने कुरो हो यो निष्कर्षमा सबै त्यही हेर्न सक्नुहुन्छ। र अन्त्यमा सुझावहरू, समुदायको अध्ययनमा कस्तो प्रभाव पर्नुपर्छ, कस्तो प्रभाव परेको छ भन्ने बारे सबै सुझाव र सन्दर्भ हामीले यी सबै कहाँबाट लिएका हौँ त, सामाजिक अध्ययन 11-12 किताबबाट र विभिन्न सामाजिक सञ्जालबाट है त। र हामीले प्रतिवेदन तयार पार्यौँ र 11वटा प्रश्नावली चाहिँ हामीले समुदायका मानिसहरूलाई सोध्न बनाएका थियौँ। यसरी उत्तरदाताको नाम, लिङ्ग, ठेगाना भनेर है त। यो नमुनामा हो प्रश्न, त्यसकारण केही लेखेका छैनौँ। यसरी 11वटा हामीले बनाएका छौँ है त। यसै अनुसार हामीले तथ्याङ्क पनि सङ्कलन गरेका छौँ अनि सोधेका छौँ। र अरू हाम्रा तस्बिरहरू, हामी जम्मै 5 जना थियौँ, 2 जना केटा अनि 3 जना केटी र पल्लो छेउको चाहिँ म। र यसरी समुदायका मानिसहरूलाई ती प्रश्नावलीकै आधारमा सोध्दै र अन्त्यमा हजुरलाई यो प्रतिवेदन कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त। अनि मेरो